श्री पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोलडाँडा 2 सुर्खेतले 5 दिने धार्मिक सांस्कृतिक भ्रमण आयोजना गरेको छ, जसमा 46 जना सदस्यहरू रहनुभएको छ भनेपछि घुम्ने स्थानहरू रहेका छन् स्वर्गद्वारी, पोखरा, जोमसोम मुक्तिनाथ र लुम्बिनी गरी 5 दिनको यात्रा पुरा गर्नेछ। आउनुहोस् पुरा भिडियो हेरौँ। हामी पूर्ण सक्रियको भ्रमण, हामी आज 5 दिनको भ्रमण हामी यो कुटेको मालारानी हुँदै दाङ जाने, दाङमा एउटा बचत सहकारीको अवलोकन गर्ने र साँझ हामी प्युठानको स्वर्गद्वारी साँझ बसाइ गर्ने र भोलि हामी पोखरा जाने। सो सुन्दर गाउँ काट्ने बेला भएको रहेछ। यो गाउँको ठाउँ त थाहा भएन, हावा चाहिँ मस्त चलिरहेको छ, सिँचाइ पनि राम्रो रहेछ, गाउँको बालीहरू पनि राम्रो लागेको देख्न सकिन्छ। हामीलाई थकान महसुस छ, सबै सुतिसक्यौँ। यति बेला हामी दाङमा पुगिसकेका छौँ। सो खाना खानलाई हामी झरेका छौँ। सम्पूर्ण टोलीहरूले खाना वेटिङ, कोहीले खाँदै, हाम्रो समूह धेरै ठुलो भएका कारणले। सो खाना पचाउँदै यति बेला हामी खाना खाएर निस्किसकेका छौँ। अब हामी जाँदैछौँ केही यहाँका संस्थाहरू भिजिट गर्न। सहयोगी संस्था यहाँ हामीलाई स्वागत गरियो, हाम्रो जानकारी अग्रिम नै थियो। यहाँ केही संस्थाका बारेमा छलफल गरी, यो हो राप्ती विश्वासी संस्था जहाँ हामीलाई स्वागत गरियो। सम्बोधन गर्दै हुनुहुन्छ, हामीहरूलाई स्वागत गर्दै हुनुहुन्छ। सो दाङमा 2टा संस्था भ्रमण गरिसके पछाडि हाम्रो यात्रा जारी नै छ। सो यति बेला हामी प्युठान आइसकेका छौँ। सो अहिलेलाई शुभरात्रि, शुभ बिहानी। हामी स्वर्गद्वारीमा छौँ। स्वर्गद्वारी एक प्रसिद्ध धार्मिक स्थल हो। यो स्थान हिन्दू धर्मावलम्बीहरूको लागि असाध्यै पवित्र मानिन्छ र पश्चिम नेपालको तीर्थस्थलको रूपमा प्रसिद्ध छ। यहाँका गुरु महाराजले तपस्या गरेर भगवानको अवतार उहाँलाई मानिन्छ। यहाँको मन्दिर 2100 मिटर माथि रहेको छ। प्रवेश गरिसक्यौँ। जय हो। सो देउडा खेल्नलाई हाम्रा कर्णालीका टोलीहरू सम्पूर्ण
काफल ल ए तिमी हौ सो अब हाम्रो यात्रा पोखरातिर लम्किँदैछ अहिलेलाई हाम्रो प्युठान सीमा समाप्त भएको छ हामी भोक लागेको छ अब हामीले खाना खाँदैछौँ सहकारीको सम्पूर्ण टिम यति बेला धान खोलामा चट्ट खाना खानलाई हामी धान खोलाबाट पोखराको लागि निस्किसकेका छौँ सो अहिलेलाई फेरि शुभरात्री सम्पूर्णलाई वेलकम छ सम्पूर्णलाई ल हेलो हेलो उहाँले भन्दै हुन्छ ल एकदम ठिक छ त्यति पनि हेर्न पाएका छौँ घुम्न पाएका छौँ समयको सदुपयोग गर्नुपर्छ होइन र सबैभन्दा समय बलवान हो सुर्खेतीले भ्याए अब हामी जाँदैछौँ पोखराका दुईटा संस्था भिजिटको लागि यो संस्था सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हामीलाई स्वागत गरियो भने पछाडि श्री शुभ सौगात ऋण सहकारी संस्थामा पनि हामीलाई भव्य स्वागत गरियो सुस्वागत भएको छ कस्तो लाग्दैछ एकदम राम्रो ल बेनीको बजार जता माया उतै छ नदर भन्नुभएको छ हाम्रो गाडी यति बेला बेनीको बजारमा छ पूर्ण टिमहरू शीतल खाँदै हावा खाँदै सारा गर्मीलाई छेल्दै रमाइलो गरिरहेछन् है आजको बास हामी जोमसोममै बिताउनेछौँ सो अहिलेलाई शुभरात्री
टोलीहरू पुरै पैदल यात्राको लागि तयारी पुरै मन्दिरको लागि हर्न सकिएपछि ठिक छ के छ घोडा चढ्नको लागि मन छ कि छैन मन थियो 400 रुपियाँ खर्च गर टोलियो घोडा चढो टोलियो के छ माइजहरू चाहिँ पैदल यात्रा नै गर्दै हुनुहुन्छ अब म चाहिँ लागे नचढ्ने घोडा के हो कर गरेको यसले हो जीवनको बाटो उकाली ओह्राली भन्ने यही हो हजुरको 10 जनादेखि ग्रुप बनाउने एकजनाले कपडा कुर्ने कपडा हराउँछ अनि 10 जना नहाएर निस्किने फेरि अर्को ग्रुप जाने सँगसँगै न हात तेरीका कहाँबाट पो पाला आउने हाम्रो भएछ हजुर ठिक छ हाम्रो टोलीहरूले परेवालाई चारो दिनुभयो महादेव ओहो पुरै पानी पहालेको पानीहरू पुरै यो कुण्डमा जाने हो त अनि यसैमा डुबुल्की मार्दैछ के कुरा
गजब छ मामा झुमझुमे बजार आवा फेरि धुरन्धर भाइ एकछन् विजयमा हाम्रो गाडी बिग्रेर मुस्ताङमा टोल्यो सम्पूर्ण बाटोमा अलपत्र अवस्थामा बसिरहेको छ गियर फस्यो गियर फस्यो गियर फस्यो अल्पाको केरा गाडी हामीले नमुना महिला संस्था भिजिट गरेर लुम्बिनीतर्फ लाग्यौँ बौद्ध टेम्पलमा छ शुभ बिहानी हामी यति बेला सुर्खेत आइसकेका छौँ सम्पूर्णको यात्रा सफल बनाउने हाम्रा दुईजना स्टाफहरूलाई हामीले स्वागत सम्मान गर्दै यतिन्जेल यो भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद।